भो नखोज म भित्र रूप रङ र स्वादका कुरा, बरु भन के चाहन्छौ मबाट। म आँधी तुफान र भेलबाट आकार दिएको ढुङ्गा हुँ बगरको। यदि तुच्छ सम्झिन्छौ मलाई भने म तुच्छ नै सही। यदि बनाउन चाहन्छौ घर भने म बनाइदिन सक्छु तिम्रै घरको जग। यदि तिमी चाहन्छौ भने म राजा महाराजा वा कुनै तुच्छ प्राणी बनेर उभिन सक्छु सदियौँसम्म कुनै चौराहामा। म बगरै भए पनि स्पष्ट छु आफ्नो कर्तव्यसँग। मेरो सामु आशा लिएर आउनेलाई निराशा बनाएको इतिहास छैन। निर्धक्क भन के चाहन्छौ मबाट। तिम्रा लागि म देउता बन्न सक्छु। यदि तिमी भित्र थोरै मात्र कला छ भने म दुनियाँ झुकाउने भगवान बन्न सक्छु। ढुङ्गै भए पनि म तिमीले बनाउन चाहेको हरेक चिज बन्न सक्छु। तिमीले ढल्न चाहेका हरेक रूपमा ढल्न सक्छु। हो म बदनाम छु कठोरताको बुनियादी भित्र, तर म स्पष्ट छु आफ्नै बोलीसँग। स्पष्ट भन के चाहन्छौ मबाट। म कोमल कमल बन्न सक्छु तिम्रा लागि। रण मैदानको कवचगढ बन्न सक्छु। म आगो बन्न सक्छु। म हतियारधारी शिकारी बन्न सक्छु। भन के बनाउन चाहन्छौ मलाई। म स्वयं तिमी बन्न सक्छु।